Hey guys, welcome to my vlog today. आज चाहिँ स्पेशल डिस तराईको फेभरेट आज पुरी पकाउने हो। पुरी पकाउने मलाई त आउँदैन। मम्मी आउनु भएको छ। उहाँसँग एक्सपिरियन्स लिँदै सिक्दै मटेरियलहरु चाहिँ रेडी नै हुँदैछ। हम नेनिमल सिग्नल देखा दे बोले। हम फेभरेट आलु वाला पुरी आज मजाले खाने हो, पाक्दैछ। उता चाहिँ पिठो पनि रेडी भइसकेछ। त्यो अझै मुस्न बाँकी नै छ अहिले। त्यो मेरो काम हो मुस्ने। मम्मीले चाहिँ पिठो मुस्दै आज पक्का टेस्टी बन्छ होला। म त एकदम एक्साइटेड छु खानको लागि। लङ ग्याप पछि खान पाइरहेको छु यार। त सिरानी लिएर बस्दै पुरी। वाह, म एम भेरी एक्साइटेड फर द टुडेज पुरी। आई लभ पुरी। मलाई पुरी त एकदम खतरै मन पर्छ। तर मैले खाना छोडेको त बेग्लै हो। धेरै लामो ग्यापपछि आज पुरी खान पाइरहेको छु। मम्मी यहाँको छ। यस्तो तराईको रेसिपी त खानु पर्यो जुन चाहिँ आफूलाई बनाउन आउँदैन। बनाउन त आउँछ तर आउँछ कि लङ प्रोसिजर। त्यो पानी उमाल्ने, त्यो पिठो मुस्ने, त्यो दाल फ्राई गर्ने झ्याउ लाग्छ। त्यसैले मम्मी यहाँको फाइदा उठाउनुपर्छ। म तपाईँलाई सब देखाउँछु, पुरी बनाएको, पुरी खाएको, पुरी खाएको त अब त्यस्तै हो। अब एक्सपिरियन्स त सेयर गर्नु पऱ्यो नि। त्यसैले मतलब पुरै प्रोसिजर हेर्ने। त्यो त मुसी नै सके। अर्को चाहिँ त्यहाँ मुसिँदै गरिरहेको भएको छ मम्मीले चाहिँ। वाउ, अहिलेदेखि नै मेरो मुखबाट त पानी आइसक्यो यार। त्यसले पनि उता मेहनत गर्दै आज पुरी पकाउनुको लागि। यार मेरो गोलो बनाए फर्स्ट टाइम यार। मेरो गोलो बने खुसी लाग्यो। मेरो लाइफको फर्स्ट पुरी कहिले पकाएको गोलो छ रे। हाथ में लागले नि पूरी पका ले। कति में चीज छ? ये डिब्बे में से तो निकालना पड़ता है। निकाल लो। ये अपने उठा के लो दीजिए। एक सालों ना बोल दीजिए। हां। देख भाइ, यहाँ लागेको छ मेरो हातमा। मैले पकाएको मलाई पकाउन आउँदैन त म के गर्छु त। कहिले जिन्दगीमा पकाएको बाइकको त फर्स्ट टाइम पकाएँ एक गोलो भयो। अनि तपाईँ आएको त फाइदा उठाउनु पर्यो मैले। तर पुरी खाएको पो त्यो लगभग धेरै दिन भइसक्यो। त्यो होलीमा खाएको थियो, त्यहाँदेखि त खाएकै छैन नि। त्यही त होली सफल भयो, खुसी लाग्यो यार। एक्ज्याक्टली बनेको चाहिँ गोलो बनेको छ यार। तर मैले विश्वासै गरेको थिएन मैले यस्तो गोलो बनाउन सक्छ। तर यो पुरी बिग्रिसकेको छ गाइज, किनकि यहाँ बिचमा यो लाइन रहेछ। यो लाइन चाहिँ नहुनु पर्ने। यसले धेरै तेल त्यो सक गर्छ क्या। यो हनी सिंह अब एनदर सर क्लास सकाएर आइसक्यो। भाइ एउटा क्वेसन सोधु? सोध्नु। तँ पुरी खाने एक्साइटेड छस्? छु, धेरै एक्साइटेड। सोचेर आएर थिएँ कि गएपछि पुरी खान्छु अरे, पाकिसक्यो होला। ल भाग्य मानिरहेछ। ल तँ पहिले नास्ता गरिहाल। तेरो लागि नास्ता छ। पुरी चाहिँ एकछिन टाइम लाग्छ पाक्नै। के भयो? लास्टै टायर्ड भएको छु। लास्ट चाहिँ टाइट के इक्जाम? टायर्ड। ए टायर्ड। ल फ्रेस उगाएर जस्ट यो आयो अहिले पढेर। आज मात्रै सोमबार मात्रै हो 3 बजे छुट्टी। अरू दिन चाहिँ छिट्टै हुन्छ 11-12 बजेतिर। बिचमा छुट्टी पनि छ होइन। अब 2 दिन छुट्टी छ भोलिदेखि। भोलिदेखि होइन, 2 दिन तर बिदा छ यो हप्तामा चाहिँ। 3 दिन हो। 3 दिन हो। ल फ्रेस। यिनीहरूले हाम्रो फर्स्ट पुरी बोइल हुँदै। यो पुरी त मै खान्छु यार। फर्स्ट पुरी यो मैले पकाएको पुरी हो। बिचमा लाइन क्र्याकहरू सबै आइसक्यो। मेरो पुरी चाहिँ गोलो भयो तर सक्सेस भएन। यो पुरी त मै खान्छु पहिला। फर्स्ट पुरी खाँदै, त्यो पनि मैले लाइफमा फर्स्ट टाइम गोलो पकाएको पुरी। तर पुरी बिग्रियो। तर आफूले बनाएको पुरी छोड्नु हुँदैन। त्यसैले म खान गइरहेको छु। भाइ म भिडियो बनाउनुमा बिजी त के तँ खाइदिने सब? हाँ दोस्त, मसँग त फ्रड भयो यार। यो मैले बनाएको पुरी म खान्छु एक्लै भनेको आधा बनाइदिइसक्यो यार यिनीहरूले। दुःख लाग्यो भयङ्कर।